हामी आज यहाँ छम्पी देवीको मन्दिरमा आइपुगेका छौँ। छम्पी देवी ललितपुर जिल्ला अन्तर्गत गोदावरी नगरपालिकामा पर्दछ। यो छम्पी देवीको मन्दिर 2 तलाको यहाँको किंवदन्ती चाहिँ हामी यसमा जानकार छैनौँ, किन हामी पहिलोचोटि भन्नाले आउनु त आइराखेको हो, तर यो छम्पी देवीको विषयमा चाहिँ हामी जानकार छैनौँ। यो छम्पी देवी मन्दिरमा चाहिँ यो गार्डनहरू मजाको व्यवस्थित तरिकाले बगैँचाहरू बनाएको छ र यहाँ बिचमा महादेवको मन्दिर र यहाँ पोखरी पनि रहेछ। सास फुलिरहेछ। हामी दौडिँदै आएको भएर होला, यो चाहिँ दौडिँदै आएको भएर चाहिँ हाम्रो चाहिँ सास फुलिरहेछ। हामी भन्नाले मेरो चाहिँ यहाँ गौतम बुद्धको मूर्ति बनाएर चाहिँ यहाँ पनि पोखरी नै रहेछ। पानी थोरै रहेछ पोखरी चाहिँ, पोखरीमा पानी चाहिँ थोरै छ र यहाँ फुलहरू पनि फुलिरहेछन्। सायद यहाँको स्थानीयहरूले अथवा यो छम्पी देवी गुठीले चाहिँ यो गुठीका मान्छेहरूले चाहिँ यो बनाएको हुनुपर्छ। सुन्दर छ। पहिला हामी आवत जावत गर्दाखेरि चाहिँ यिनीहरू यो व्यवस्थित थिएन। अहिले चाहिँ दुईतिर बगैँचा, यो शौचालय, दुईतिर बगैँचा छ। यहाँ बगैँचाको बिचमा हिँड्ने बाटो राउन्ड व्यवस्थित गरेको छ। यहाँबाट बायाँबाट माथि चढ्न मिल्ने रहेछ ठाउँ। ओहो कस्तो दामी! ल बिचमा चाहिँ यस्तो यो टोपीको बोटलाई राखेर चाहिँ टोपीको बोट, यो त दायाँ बायाँ पनि ओहो पुरा कुना कुनामा हिँड्न मिल्ने ठाउँ रहेछ नि त। ल भित्र हामी ल धेरै राम्रो ठाउँ बनाएको रहेछ बगैँचा। यताबाट चाहिँ बार लगाएको छ यहाँसम्म। सिधाबाट पनि त्यहाँ दायाँ घुम्न पाइने रहेछ, तर हामी चाहिँ यताबाट घुम्छ। यो रुखको झ्याङले चाहिँ पुरा माथिबाट गेट जस्तै बनाइदिएको रहेछ। फुलहरू यहाँ बिचमा पनि फुल व्यवस्थित राम्रो रहेछ। ल बगैँचा, यता पनि बगैँचा, ल सुन्दर छ बगैँचा। तर यहाँ चाहिँ अलिअलि यो ठिकै छ, त्यही पनि यो लामो झारहरू चाहिँ काट्नु पाएको हो नि। यो चाहिँ के हो, कागतीको बिरुवा जस्तो छ। अब हामी हुँदै यहाँनिर चाहिँ अलिकति अव्यवस्थित भएको रहेछ। यहाँ चाहिँ यहाँ अलिअलि व्यवस्थित रहेछ। यहाँ चाहिँ फोहोरहरू राख्ने स्थान रहेछ, तर यहाँ चाहिँ एउटा मात्र रहेछ पहिला। यहाँ 3टा हुनुपर्ने, कुहिने नकुहिने र अर्को रिसाइकल गर्न मिल्ने 3टा हुनुपर्ने ठाउँमा चाहिँ यहाँ पहिलो मात्र एउटा रहेछ। यहाँ आइपुग्यो। ल यो चाहिँ अब मन्दिरको बायाँ साइडपट्टि हामी आउँछौँ। यहाँ चाहिँ सामुदायिक शान्ति केन्द्र भन्ने रहेछ। यो ठाउँ चाहिँ गोदावरी नगरपालिका 9 छम्पी ललितपुर छम्पी
माताको वासस्थान। ल यहाँ चाहिँ धुपीको रुख एउटा यहाँ रहेछ धुपीको रुख। हामी यो छम्पी मातालाई चाहिँ घुम्दैछौँ मजाले। घुमी म यो यहाँहरू समक्ष यो भ्लग तयार गर्दैछु है। जानकारी यो चाहिँ पिपलको बोट, ठुलो छ यो पिपलको बोट। यहाँ पनि मन्दिर छ। यहाँ नाम लेखिएको छैन रहेछ। यहाँ नाम लेखिएको छैन रहेछ। यहाँ त्रिशूल भनेपछि यहाँ त्रिशूल राख्यो भने तर बुझ्न सकिएन कुन भगवान भनेर। ल हामी यहाँ आइपुग्यौँ। ल हामी घुम्दैछौँ। भक्तजनहरू यहाँ बत्ती बाल्ने ठाउँ कतिवटा छ हामीले गनिएन। सम्भवतः प्रायः सब मन्दिरहरूमा 108वटा हुन्छ। यहाँनिर आइपुग्यौँ हामी। भगवानको ठाउँ। ल अब यहाँ भित्र प्रवेश गर्दैछौँ। यो कुन भगवान हो आमा? दिव्यदान भनेको छ। हामीले धेरैवटा भगवानहरू हुनुहुन्छ। हजुर हजुर। दिव्यदान भनेर प्रचार गरेका छ। ए दिव्यदान यहाँको सबै भगवान राखेर चाहिँ दिव्यदान यो भगवान। उहाँ चाहिँ भुवनेश्वरी माता। हजुर। छम्पी देवी। ए छम्पी देवीको अर्को नाम भुवनेश्वरी पनि हो। छम्पी देवी भुवनेश्वरी भने आफै उत्पन्न हुनुभयो जमिनबाट। हजुर। त्यही भएर भुवनेश्वरी भने छम्पी देवी भुवनेश्वरी। हजुर हजुर। माता यहाँ चाहिँ सबै भगवान हामीले स्थापना गरे भएर दिव्यधाम भनेको छ। ए दिव्यधाम। हजुर हजुर। दिव्यधाम। ए छम्पी भगवान आफै उत्पत्ति हुनुभएको त्यसो भए। उहाँको कुन बेलामा पूजा हुन्छ? उहाँको पूजा चाहिँ हामी सधैँ नियम पूजा गर्छौँ। हजुर। हामीले अहिलेसम्म पुजारी हुनुहुन्न। हजुर। आफै नियम पूजा गर्छौँ। अनि यो अहिले चाहिँ शनिबार हजुर अन्तिम शनिबार आरती गर्छौँ। हजुर। महिनाको अन्तिम शनिबार बाह्रै महिना आरती गर्छौँ। अनि मेला चाहिँ दसैँमा लाग्छ। हजुर। यो भगवानको खास शक्ति चाहिँ के विषयमा शक्ति छ? शक्तिको भगवान हुनुहुन्छ होला नि? आफै उत्पन्न भएको भगवान धेरै नै शक्तिशाली हुनुहुन्छ। हजुर। आटे इच्छा अनुसार पूजा गरेपछि दर्शन गरेपछि इच्छा पुर्याइदिनुहुन्छ। हजुर। यो हाम्रो छम्पी मातालाई चाहिँ बलि चल्ने कि नचल्ने? बलि चढाउने गरेका छैन। ए हजुर हजुर। ए बलि चाहिँ चलन गरेको छ न। ए हजुर हजुर। भनेपछि भाकलहरू पनि यहाँ गर्ने गरिन्छ र भाकलहरू पुरा भएको पनि छ। तर बलिको भाकल चाहिँ गरिँदैन। भाकल त धेरै पुरा गर्नुहुन्छ। ए हजुर। हजुर म कति वर्षको हुनुभयो हजुर? म 82 वर्ष। ओहो 82 वर्षमा हजुर यस्तो तगडा हुनुहुन्छ। हजुरको आयु अझै लामो होस्। हजुरको शुभ नाम? अब भगवानको इच्छा कृपा है। मेरो शुभ नाम नानी कान्छी सुवेदी। ए हजुर धन्यवाद आमा। हजुर हस्। हामी आउँदै गरौँला। मेरो तल बुङमती हजुर। हजुर हजुर। त्यहाँबाट दौडिँदै आएको हामी। हजुर हस्। हजुर आमा। हजुर हस् हस् आमा हस्। नमस्कार आमा। शिव परिवार, बडा भगवान, नरसिंह भगवान। यहाँ चाहिँ विभिन्न भगवानहरूलाई चाहिँ एकै ठाउँमा समेटेर चाहिँ यहाँ राखिएको रहेछ। परदेशी भीमसेन भन्ने पनि रहेछ नाम। विश्वकर्मा, नवग्रह। यसरी 9वटा भगवानेश्वर भएकोलाई चाहिँ नवग्रह भनिँदो रहेछ। सूर्यनारायण। अब हामी यहाँबाट बाहिर निस्किँदैछौँ।
अब हामी चाहिँ छम्पी माताको मन्दिरतिर चाहिँ जाँदैछौँ। त्यसलाई चाहिँ हामी यहाँ घुम्दै घुम्दै जान्छौँ। धेरै व्यवस्थित रहेछ। चाहिँ महादेव रहेछ। यहाँ घन्टीहरू रहेछ, 7वटा घन्टी। यहाँ चाहिँ श्रद्धालु भक्तजनहरू आउँदै आफै पनि सफा गर्दै हिँड्नु हुँदो रहेछ यहाँतिर। खास यो पनि राम्रो हो, आफू मन्दिरमा आएपछि भएको सरसफाइहरू आफैले गर्दाखेरि पनि उपयुक्त हुन्छ। भगवान् जय बजरङ्गबली भगवान्। अब हामी बिस्तारै यता आयौँ। भर्याङ रहेछ, हामी उल्टो आएछौँ, यताबाट हामी जानुपर्ने रहेछ। ल आउँदैछ ल, यसरी हामी यहाँ आयौँ। भर्याङ 1 2 3 4 यहाँ पनि यहाँ भगवान्हरूको नाम लेखेको छैन रहेछ। यहाँनिर रहेछ सुशान्त भैरव। यहाँ चाहिँ सुशान्त भैरव भनेर यहाँनिर लेखिएको छ, सुशान्त भैरव घन्टी। अब हामी भगवान्लाई दाहिने घुम्ने परम्परा अनुसार चाहिँ दाहिने घुम्दैछौँ। यहाँ घन्टीहरू छ, घन्टी बत्ती घन्टी। यहाँ पानी मन्दिरमा छिर्नुभन्दा अगाडि चाहिँ हात शुद्ध गर्नको लागि यहाँ हात छुने रहेछ। हात धुनको लागि यो पानीको धारा, यो घन्टी। अब हामी पुनः एक चक्कर हामी आधी घुमेको भएर पुरा मातालाई चाहिँ छम्पी देवीलाई चाहिँ हामी यताबाट पश्चिमतिरबाट भित्र छिर्नुपर्ने रहेछ। छम्पी देवी, छम्पी भगवान् अघि एउटा आमाले भन्नुभएको अनुसार आफै उत्पन्न हुनुभएको माई हुनुहुँदो रहेछ छम्पी देवी। र यहाँ चाहिँ उहाँलाई चाहिँ अहिलेसम्म बलि यहाँ चलन छैन रहेछ, बलि नदिँदो रहेछ। र प्रायः जसो भाकलहरू पनि यहाँ हुने आउँदो रहेछ। र महिनाको शनिबार चाहिँ नित्य पूजा जस्तो हुँदो रहेछ। र प्रत्येक वर्ष 12 महिना चाहिँ यहाँ शनिबार पूजा हुँदो रहेछ। महिनाको अन्तिममा चाहिँ नित्य पूजा हुने रहेछ भनेर चाहिँ अघि हाम्रो एउटा आमाले भन्नुभयो। यतापट्टि गणेश भगवान् हुनुहुँदो रहेछ। यो चाहिँ पुनः निर्माण गरेको मन्दिर हो। पहिलाको र अहिलेकोमा यो चाहिँ पुनः निर्माण गरिएको रहेछ, किनभने यहाँको यो डिजाइनहरूले गर्दाखेरि। पुरै व्यवस्थित छ यहाँकै माथि एकदम राम्रो। यसरी भगवान्लाई यसरी झलरले माथिबाट छोपेर राम्रो बनाएर राखेको छ। चारैतिर चाहिँ एकदम चिल्लो तेल इँटामा चाहिँ टिलिक्क टल्काएर तेल इँटालाई चाहिँ टल्काएर राखेको रहेछ। छम्पी देवी माताले चाहिँ सबैलाई रक्षा गरून्। फेरि दौड सुरु हुँदैछ। अब हामी दौडिँदै आफ्नो गन्तव्यतिर फर्किँदैछौँ। यहाँ रुखहरू ढलेको रहेछ। अब फेरि म अर्को भ्लग लिएर आउनेछु। त्यतिसम्मको लागि कुरिदिनु होला।